सम्पूर्णलाई हाम्रो विजय यीशु ख्रीष्टको नाममा अभिवादन, जय मसीह, साथै नमस्कार। हामीलाई थाहा छ हामी किन आजको दिनमा भेला भएका छौँ। परमादरणीय भाइ कर्ण गुरु र परमादरणीय बहिनी सन्जिता प्रधानको पवित्र विवाह समारोहमा हामी भेला भएका छौँ र विशेष गरी हामी मण्डली परिवार, आफ्ना आफन्त, सम्पूर्ण आगन्तुक पाहुनाहरू, विशेष गरी हामी आज विवाह हुन गइरहनु भएको हाम्रो आदरणीय भाइ कर्ण गुरु र आदरणीय बहिनी सन्जिताको निम्ति एउटा साक्षी गवाई बन्नको निम्ति पनि हामी भेला भएका छौँ। आउनुहोस् न हामी आजको पवित्र विवाहको सेवाकाईलाई हामी सुरु गर्नेछौँ। सुरु गर्नुभन्दा अगाडि एउटा खण्डलाई म तपाईँको बिचमा पढ्नेछु र हामी आजको सेवाकाई, आजको विवाहको समारोहलाई हामी अगाडि बढाउनेछौँ। यहाँनिर धर्मशास्त्र बाइबल उत्पत्ति 2 को म तपाईँको बिचमा 18 दिनको लिएर 24 सम्म म तपाईँको बिचमा पढ्न मात्रै चाहन्छु। ल फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउने छु। परमप्रभुले सबै वन पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के नाउँ राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिस कहाँ ल्याउनु भयो र मानिसले हरेक प्राणीलाई जे नाउँ दिए त्यही नै त्यसको नाउँ भयो। अनि मानिसले नै सबै पालिने पशु, आकाशका पक्षी र सबै वन पशुहरूका नाउँ राखे। तर आदमको निम्ति तिनले सुहाउँदो कोही सहयोगी पाइएन। यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र तिनी निधाएको बेलामा तिनको करङहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनु भयो। जुन करङ अनि विवाह चाहिँ परमेश्वरले नै रचना गर्नुभएको। आउनुहोस् हामी ढिला नगरिकन आजको सेवाकाईलाई, विवाहको पवित्र विवाहको सेवाकाई हामी सुरु गर्नेछौँ। समारोहलाई हामी सेवाकाईलाई सुरु गर्नुभन्दा अगाडि हामी सुरुको प्रार्थना गर्नेछौँ। यो समय म आदरणीय पास्टर दतिराम छेत्रीज्यूलाई पनि समय दिनेछु र उहाँ आउँदै गर्नुहुँदा हामी मिठो ताली बजाएर उहाँलाई यो समय दिनेछौँ। सबैजनालाई जय मसीह। हुन्छ, हामी प्रार्थना गरौँ। सर्वशक्तिमान जिउँदो परमेश्वर, जो अल्फा र ओमेगा, आदि र अन्तका मालिक हुनुहुन्छ, जो हुनुहुन्थ्यो, हुनुहुन्छ, हुन नआउने पनि स्वयं तपाईँ नै सृष्टिकर्ता परमेश्वर, सम्पूर्ण रूपले आशिष पुगेको होस्। धन्यवाद सबै कुराको लागि। यो चर्च कम्पाउन्ड, यो भवनलाई हामी चारै सुरमा ख्रीष्टको रगत लगाउँदै स्वर्गदूतको पहराको घोषणा गर्दछौँ। धन्यवाद, धन्यवाद सबै कुराको लागि। आशिष माग्छौँ येशू प्रभुको नाममा, आमेन। धन्यवाद आदरणीय पास्टर दतिराम छेत्रीज्यूलाई। आउनुहोस् हामी एउटा भजन हामी गाउँदै हामी आजको विवाहलाई हामी अगाडि बढाउनेछौँ। यूहन्ना 14:6 पनि भन्छ, बाटो, सत्य र जीवन चाहिँ उहाँ हुनुहुन्छ। हालेलुया। अनि हुन्छ, हामी यो विशेष गरी यो समय हामी जसको कारणले हामी भेला भएका छौँ, हामी विशेष व्यक्ति हाम्रो आदरणीय हुनेवाला दुल्हा, हाम्रो आदरणीय भाइ कर्म र उहाँको टिमलाई हामी यो समय हामी स्वागत गर्नेछौँ।
फेरि पनि हामी एकचोटि मिठो ताली बजाएर हाम्रो हुनेवाला दुवै र सम्पूर्ण टिमलाई हामी स्वागत गर्नेछौँ। विशेष व्यक्ति जसको कारणले तपाईँ हामी टाढा नजिकबाट हामी भेला भएका छौँ, जसलाई हामी आशीर्वाद दिन यसरी मण्डली परिवार आफ्ना आफन्त अवधुताहरूलाई हामी भेला भएका छौँ। विशेष गरी हुनेवाला दुवैलाई आजको दिनमा हामी अगाडि स्थानमा स्थानमा स्वागत गर्नुभन्दा अगाडि उहाँको टिमलाई सम्पूर्ण टिमलाई हामी पहिला हामी स्वागत गर्नेछौँ र हामी सबैजना आफ्नो स्थानमा हामी खडा हुनेछौँ र एकदमै रमाइलो समय छ, खुसीको समय छ है। यसकै सिलसिलामा विवाह के हो त है? विवाह के हो भन्ने उत्तरमा कसैले भन्छन् विवाह दुई मुटुको मिलन हो भन्छन् है। कसैले यसरी पनि भनेका छन् विवाह चाहिँ के हो भन्दाखेरि कसैले यसरी पनि भनेका छन् विवाह चाहिँ कमिटमेन्ट हो। विवाह के हो त भन्दाखेरि बाइबलले चाहिँ हामीलाई यसरी सिकाउँछ विवाह चाहिँ एउटा परमेश्वरले सुन्दर दिनुभएको एउटा योजना हो। हालेलुया। विवाह चाहिँ बाइबलले यसरी पनि भनेको छ विवाह चाहिँ मानिस जाति एकचोटि जन्मेपछि मानिसले गर्नुपर्ने अनुभव हो। मानिसले गर्नै पर्छ। यसै कारण त बाइबलले उत्पत्ति 2:4 के भन्दैछ? मानिस एक्लो रहन असल छैन। अब हामी एउटा अन्तिम भजन हामी गाउनेछौँ र यो समय म कोयर टिममा कोयर झुक्न गर्न चाहन्छु।
परमेश्वरले जे पनि सृष्टि गर्नुभएको छ त्यो चाहिँ सही छ, अति नै सुन्दर छ। तपाईँले आफूलाई हेर्नुहोस् त, मलाई हेर्नुहोस्, परमेश्वरको म सृष्टि बाइबलले हामीले यसरी भन्छ उत्पत्तिको पुस्तकमा परमेश्वरले मानव जातिलाई चाहिँ आफ्नै प्रतिरूप र स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरले जीव जन्तुलाई उहाँको स्वरूपमा सृष्टि गर्नु भएन है, तर मानिस जाति जो चाहिँ चेतनशील प्राणी छ परमेश्वरले आफ्नो प्रतिरूप दिनुभयो, आफ्नो स्वरूप दिनुभयो। र त हामी मानिसलाई हेर्नुहोस् त कति सुन्दर र सुन्दरै हामी देख्छौँ। म धेरै बोल्न चाहन्न, अब हामी यो समय हामी विशेष समयमा आएका छौँ। म यो समय प्रभुको वचनको समय छ र यो समय म हाम्रो यसै मण्डलीको आदरणीय पास्टर विनय भण्डारीज्यूलाई म यो समय दिन चाहन्छु। उहाँ आउँदै गर्नुहुन्छ, हामी मिठो ताली बजाएर यो समय दिनेछ। सबैलाई यीशु ख्रीष्टको नाममा जय मसीह, नमस्कार। र आजको दुलाई अग्रिम बधाई दिँदै आजको यो पवित्र विवाहको करारलाई अगाडि बढाउन चाहदछु। र त्योभन्दा अगाडि स्वास्थ्यको कारणले गर्दाखेरि दुलैको आमालाई म अलिकति समय दिन चाहदछु। उहाँले हुनेवाला ज्वाइँ र आफ्नो छोरीलाई केही कुरो उहाँले राख्न चाहनुहुँदछ र उहाँ गएको रातदेखि नै हिजोदेखि नै उहाँ स्वास्थ्यमा अलिकति सङ्घर्ष गरिरहनु भएको छ। अनि बिचमा कुनै पनि किसिमको इमर्जेन्सी आए तापनि, उहाँ जान परे तापनि उहाँले यो समय म लिन चाहन्छु भनिकन उहाँले यो समयलाई लिन गइरहनु भएको छ। र यो समय म हाम्रो दुलैको सन्जिता बहिनीको आमा मम्मीलाई, दुर्गा दिदीलाई यो समय दिन चाहन्छु र उहाँले यो समय लिन सक्नुहुनेछ। र तलैबाट लिनुहुन्छ कि माथि आउनुहुन्छ? आउनुहोस्। मानिसले बनाएको कन्ट्र्याक्ट होइन, परमेश्वरको वचनले विवाहलाई एउटा करार, एउटा कभनेन्टसँग जोडेको छ। अनि कभनेन्टको एउटा विशेषता, क्यारेक्टरिस्टिक अफ कभनेन्ट इज they will never able to break in the middle of their marriage, and it has to be there that it is only the point they can break the covenant. यो करारको एउटा विशेषता के हो भने करार चाहिँ गरिसकेको व्यक्तिले मृत्युले बाहेक अरू कसै कुरोले पनि त्यो कुरोलाई तोड्न सक्दैन। अनि आजको दिनमा यो पवित्र विवाहको करारमा जानुभन्दा अगाडि म कर्म भाइ र सन्जिता बहिनीलाई सुरुमै यो कुराद्वारा सचेत गराउन चाहदछु। The marriage is not a contract, it is a covenant, and that we are going to do before God and before the church and before the leaders. आजको मिति अगस्त 16 तारिक शनिबारको दिन वर्ड एन्ड लाइफ चर्चको सदस्य श्री हेमराज गुरुङ र श्रीमती लक्ष्मी माया गुरुङ जो हाम्रो कर्म भाइको मम्मी हुनुहुन्छ, उहाँको सुपुत्र र श्री कर्म गुरुङ वर्ड एन्ड लाइफ चर्चकै सदस्य श्री पदम प्रधान र श्रीमती दुर्गा प्रधानको सुपुत्री सुश्री सञ्चिता प्रधानको बीचमा हुन गइरहेको यो पवित्र विवाहको कार्यक्रममा म परमेश्वरको सेवक भएको कारणले गर्दा म तपाईहरु सबैलाई स्वागत गर्न चाहदछु। संसारमा विवाहलाई हेर्नु हुँदछ भने विभिन्न संस्कृति र धर्महरूले आफ्ना तरिकाले गर्ने गर्दछ। ईसाई विधि अनुसार विवाहलाई पवित्र विवाह मानिन्दछ र नेपाली समाजको विवाह चाहिँ जहिले पनि तिथि पात्रहरू हेरेर तय गरिन्दछ भने त्यसलाई संसारमा हेर्ने हो भने चाहिँ समाजमा हेर्ने हो भने शुभ विवाह भनिन्दछ। तर परमेश्वरको वचनले हामीलाई यो भन्दछ, तर क्रिस्चियन विवाह चाहिँ तिथि या कुनै तय तिथिको कुनै पनि तय गर्ने त्यो विधि हुँदैन, किनकि हरेक दिन र हरेक बार नै परमेश्वरले हामी मानिस जातिको लागि असल बनाउनु भयो। उहाँले असल बनाउनु भएको असल दिनमा हामी अशुभ मान्न सक्दैनौँ, किनभने परमेश्वरले हरेक दिनलाई आशिष दिनु भएको दिन, हरेक दिनलाई असल बनाउन भएको दिन। म आग्रह गर्न चाहन्छु दुलहा दुलै दुवैजनालाई
उठेर अलिकति अगाडि आइदिनु हुन म अनुरोध गर्न चाहन्छु। अनि लोकन्तीहरू पनि उहाँकै आफ्नै भाइ आफ्नो बहिनी हुनुहुँदछ, उहाँलाई आफ्नो ठाउँमा उभिदिनु हुन म अनुरोध गर्न चाहदछु। र कर्म भाइलाई म पहिला किनभने हामीले यो कुरोलाई सोध्नुपर्छ। अनि त्योभन्दा अगाडि यो पवित्र विवाह हुन नसक्ने त्यसो कुनै कारण छ भने तपाईँले अहिले अब्जेक्सन बताउन सक्नुहुँदछ। किनभने बाइबलले हामीलाई यो अनुमति दिँदछ। म तपाईँहरूलाई 10 सेकेन्डको टाइम दिन चाहदछु या 20 सेकेन्ड तपाईँलाई दिन चाहदछु। यदि कुनै पनि कारण छ तपाईँले यो विवाह पवित्र विवाह हुन सक्दैन भनिकन तपाईँलाई लाग्छ भने तपाईँले अहिले उठिकन तपाईँले आफ्नो कारण, आफ्नो तथ्य, आफ्नो प्रमाण देखाएर तपाईँले यो विवाह पवित्र विवाह हुन सक्दैन भनिकन यदि तपाईँकोमा प्रमाण छ भने म तपाईँलाई 20 सेकेन्ड दिन चाहदछु। हामी ठुलो ताली बजाएर प्रभुलाई धन्यवाद दिन्छौँ। र यो समय दुलालाई म प्रश्न गर्न चाहदछु। श्री कर्म गुरुङज्यू, के तपाईँ सुश्री सञ्जिता प्रधानसँग पवित्र विवाह गर्नका लागि आफ्नो राज्य खुसीले आउनु भएको हो? मजाले म अघि आउने बित्तिकै दुलहा रुँदै गर्दाखेरि यसो सोच्दै थिएँ म तल बसेर। अनि कर्म चाहिँ सानैमा आमा गुमाउनु पर्यो उसले। अनि उसले मलाई लाग्छ जीवनभर बाउ, उसको घरमा अनि भाइ, अनि अहिले दिदी पनि हुनुहुन्छ, अनि आफ्नो आफन्तहरू पनि हुनुहुँदछ। अनि मलाई लाग्छ यो दिन भावुक हुनुपर्ने कारण छ, किनभने उहाँले आफ्नो आमालाई या देख्नु भएको छैन। तर भरे म वचनमा भन्नेछु उहाँले भन्नुभएको छ म राज्य खुसीले आएको। श्री कर्म गुरुङ, के तपाईँ सुश्री सञ्जिता प्रधानलाई मण्डली र त्रिएक परमेश्वरको अघि आफ्नो विवाहित पत्नीको रूपमा ग्रहण गर्न तयार हुनुहुन्छ? मजाले तयार हुनुहुन्छ? तयार छु। ताली बजाइदिनुहोस् न। के उनलाई जीवनभर प्रेम गरिरहन र उनको मात्र पति भएर जिउन तयार हुनुहुन्छ? तयार छु। कन्ट्र्याक्ट कोही बेला एकतर्फी मात्रै हुँदछ, तर कभनेन्ट करार चाहिँ दुईतर्फी हुँदछ। दुलैलाई म यही प्रश्न सोध्न चाहदछु। दुलैलाई माइक दिनु होला। र दुलैलाई पनि प्रश्न। सुश्री सञ्जिता प्रधान, के तपाईँ श्री कर्म गुरुङसँग पवित्र विवाह गर्न आफ्ना राज्य खुसीले आउनु भएको हो? भन्नुहोस् न। सुश्री सञ्जिता प्रधान, के तपाईँ श्री कर्म गुरुङलाई आफ्नो विवाहित पतिको रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ? ताली बजाइदिनु। उहाँसँग मृत्युले अलग नगरेसम्म सँगै रहन तयार हुनुहुन्छ? छु भन्नुहोस् है। के तपाईँ श्री कर्म गुरुङलाई जीवनभर साथ दिन र उनकै मात्र पत्नी भएर जिउन तयार हुनुहुन्छ? ताली बजाइदिनुहोस्। अब दुलाको अभिभावकलाई एउटा माइक, दुलाको अभिभावकलाई पनि दिनुहोस् न। यही माइक दिँदा पनि हुन्छ। के अरे सुरज, माइक दिनुहोस्। अर्को माइक रेडी बनाइदिँदै गर्नुहोस्। अङ्कललाई म प्रश्न गर्न चाहदछु, किनभने विवाह व्यक्तिको मात्रै नभएर परिवार पनि जोडिँदछ। दुलाको अभिभावकलाई प्रश्न, तपाईँहरू आफ्नो सुपुत्र कर्म गुरुङको पवित्र विवाह सुश्री सञ्जिता प्रधानलाई गरिदिन मन्जुर हुनुहुन्छ? यही माइक म दुर्गा दिदीलाई दिनको लागि अनुरोध गर्न चाहदछु र त्यो माइक दिनु होला। र दुलैको अभिभावकलाई म यो प्रश्न गर्न चाहदछु। श्रीमती दुर्गा प्रधान ज्यू, के तपाईहरू आफ्नो छोरी सुश्री सञ्जिता प्रधानको विवाह श्री कर्म गुरुङसँग गरिदिनलाई मन्जुर हुनुहुन्छ? ल, ताली बजाएर हामी
यो समय म परमेश्वरले आदमलाई बनाउनु भयो अनि आदमलाई बनाउँदै गर्दाखेरि परमेश्वरले हावा बनाउनु भयो अनि परमेश्वर आफैले नै आदमको हातमा ल्याएर जिम्मा दिनुभयो। अनि यो समय म विवाहको करारमा पस्नुभन्दा अगाडि अब आजदेखि उता जीवन चाहिँ दुलैको अभिभावक उहाँको पिता हुनुहुन्छ, बाबा हुनुहुन्छ पदम प्रधान ज्यू, के तपाईँ आफ्नो छोरी सुश्री सञ्जिता प्रधानको पवित्र विवाह श्री कर्म गुरुङसँग गरिदिनलाई मन्जुर हुनुहुन्छ? हजुर म मन्जुर छु। ल ताली बजाएर हामी हुन्छ बसिदिनुहोस्। म यो समय आग्रह गर्न चाहन्छु जसरी परमेश्वर अभिभावक भएर हावालाई आदमको हातमा सुम्पिदिनु भयो त्यसरी नै म दुलैको अभिभावक दुवैजनालाई हाम्रो पदम दाजु र दुर्गा दिदीलाई अगाडि बोलाइकिन म करारमा जानुभन्दा अगाडि आफ्नो छोरीको हात आफ्नो हुनेवाला ज्वाइँको हातमा राखिदिनुहोस् अनि तपाईँहरू जान सक्नुहुनेछ। अनि म करारको सेवकाईमा अगाडि प्रवेश गर्नेछु। तपाईँहरू यिनै दुवैजना अगाडि आइदिनुहोस्। ज्योति मम्मीलाई पक्रिदिनुहोस्। जसरी परमेश्वरले हावाको हात आदमको हातमा दिइकिन त्यो विवाहलाई सुरु गर्नुभयो, हामी यो विवाह अब उहाँहरूले आफ्नो छोरीलाई र अब तपाईँहरूले हात जोडिराख्नुहोस्। बाबा आमाहरू तपाईँहरू जाँदा हुन्छ। त्यसको बादमा अब हामी करारको सङ्गतिलाई अगाडि बढाउनेछौँ। हुन्छ, तपाईँहरू जान सक्नुहुनेछ। जब हामीले यो दिँदै गर्दाखेरि हामीले संसारमा गरेको त्यो कन्यादानको रूपमा यसलाई हामीले लिनु हुँदैन, तर परमेश्वरको वचनले हामीलाई के भन्दछ? परमेश्वरले नै आदमलाई जोडी बनाइदिनु भयो अनि आदमको अगाडि चाहिँ अरू कसैले लगेन, परमेश्वर स्वयंले लगेर आदमको हातमा दिनुभयो। अनि परमेश्वरले दिँदै गर्दा आदमले के भने, यो मेरो हाडको हाड र मासुको मासु। र विवाहको करारमा जानुभन्दा अगाडि म यो समय यो विवाहको करार जहिले पनि गरिँदछ र आजको दुल्हा पहिला यसो गरौँ। आजको दुल्हा श्री कर्म गुरुङलाई यो करार मसँगसँगै दोहोऱ्याउन अनुरोध गर्दछु। मसँग भन्नुहोस्, म कर्म गुरुङ, मजाले म कर्म गुरुङ तपाईँ सुश्री अहिलेदेखि नै आदर गर्न लाग्नु पर्दछ सञ्जिता प्रधानलाई त्रिएक परमेश्वर र मण्डलीको उपस्थितिमा आज उसो मेरो विवाहित पत्नी भनी स्वीकार गर्दछु। तिमीलाई प्रेम गरिरहनेछु, जीवनको सबै रहन सहन परिस्थितिहरू जस्तै दुःख वा सुखमा प्रशस्तता र अभावमा स्वास्थ्य अस्वास्थ्य नजिक वा टाढा हुँदा पनि तिमीलाई प्रेम गरिरहनेछु। मृत्युले हामी दुवैलाई अलग नगरेसम्म म तपाईँकै मात्र विश्वासयोग्य पति भइकिन बस्नेछु भनिकिन त्रिएक परमेश्वरको उपस्थितिमा मण्डलीको अगाडि यो करार गर्दछु। ताली बजाएर हामी प्रभुलाई धन्यवाद दिन्छौँ। यसरी नै आजको दुलै सञ्जिता प्रधानलाई यो करार म सँगसँगै दोहोऱ्याउन म अनुरोध गर्दछु। म सञ्जिता प्रधान तपाईँ श्री कर्म गुरुङलाई त्रिएक परमेश्वर र उपस्थित मण्डलीको अघि मेरो विवाहित पति भनी स्वीकार गर्दछु। तपाईँलाई प्रेम गरिरहनेछु,
जीवनको सबै रहन सहन जीवनको हरेक रहनसहन, दुःख वा सुखमा दुःख वा सुखमा, प्रशस्तता प्रशस्तता र अभावमा र अभावमा, स्वास्थ्य अस्वास्थ्यमा स्वस्थ अस्वस्थमा, नजिक वा टाढा हुँदा पनि नजिक या टाढा हुँदा तपाईलाई प्रेम गरिरहनेछु। तपाईँलाई प्रेम गरिरहनु। मृत्युले हामी दुवैलाई मृत्युले हामी दुवैलाई अलग नगरेसम्म अलग नगरेसम्म म तपाईकै मात्र म तपाईँकै मात्र विश्वसयोग्य पत्नी भएर बस्नेछु विश्वसयोग्य पत्नी भएर रहनेछु। भनी उपस्थित हामी उपस्थित मण्डली र मण्डली र त्रिएक परमेश्वरको अगाडि त्रिएक परमेश्वरको अघि अघि यो करार गर्दछु। यो करार गर्दछु। ताली बजाएर हामी प्रभुलाई धन्यवाद दिन्छौँ। उहाँले करार गाँसिसक्नु भएको छ। अब जहिले पनि करारमा एक किसिमको गिफ्ट एक्सचेन्ज हुँदछ। तपाईँले करारको पृष्ठभूमिलाई बुझ्नु पर्दछ अनि प्रेम र करारको प्रतीकको कुनै पनि मायाको सिनो ल्याउनु भएको छ जस्तै औँठी उहाँले मलाई दिन सक्नुहुनेछ। आउनुहोस् हामी मण्डली हामी यो समय औँठीको लागि प्रार्थना गर्दछौँ। प्रभु परमेश्वर यो औँठीको जस्तो अन्त छैन। यो औँठी एउटा विशेष धातुले बनिएको अनि धातुहरू मध्येमा पनि यो राजा धातु बनिँदछ। आजको दिनमा हामी यो औँठीमा आशिष बोल्दछौँ। यो औँठीमा तपाईँले आशिष गर्नुहोस् येशू प्रभुको नाममा आमेन। यो समय औँठी दिनुहोस्, एकैछिन औँठी दिनुहोस्, मजाले वेट गर्नुहोस् र यो औँठी लाउँदै गर्दाखेरि हामीले यो बुझ्न पर्दछ यो सुनको औँठी या कुनै पनि उहाँले हिराको ल्याउनु भएको छ र एउटा बहुमूल्य धातु हो अनि यो बहुमूल्य उपहार औँठी एकअर्कालाई आदान प्रदान गर्दै गर्दाखेरि उहाँले यो करारलाई स्थापित गर्दै हुनुहुन्छ। दे आर एस्टाब्लिसिङ द कभनेन्ट दैट दे आर डुइङ विथ वान एनदर। अनि यो औँठी लगाइदिँदै गर्दाखेरि म दुल्हालाई यो कुरा दोहोऱ्याउन चाहन्छु अनि दोहोऱ्याउँदै गर्दाखेरि मात्रै तपाईले औँठी लाउँदै गर्दाखेरि यो कुरा पनि दोहोऱ्याउनुहोस्। ल ल मसँग भन्नुहोस्, माइक दिउ। यो औँठी तिमीसँग गरेको वैवाहिक करारको चिन्ह हो। मण्डली यो करारको चिन्ह हो। अनि यो समय करार चाहिँ कहिले पनि एकजना व्यक्तिले मात्रै गर्दैन। करार चाहिँ दुवैजना व्यक्तिले एकअर्कालाई गर्न आवश्यक छ। र अलिकति स्लो गरिदिनुहोस्, निकै छिटो औँठी लगाइदिनु भएको जस्तो लाग्यो मलाई। र मसँग दोहोऱ्याउनुहोस् सञ्जिता बहिनी। यो औँठी मजाले यो औँठी तिमीसँग गरेको वैवाहिक करारको चिन्ह हो। मृत्युले हामीलाई दुवैलाई अलग नगरेसम्म सँगै जिउने प्रतिज्ञा गर्दछु। मण्डली आमेन। उहाँले करार गरिसक्नु भएको छ। करारको लागि उहाँले चिन्ह स्वरूप औँठी एकअर्कालाई पहिराइदिनु भएको छ। अब हामी अधिकार दिँदछौँ दुल्हा र म यो समय अब दुल्हाले आफ्नो दुलैलाई धेरै पटक देखेका हौँ। धेरै टाढा छैनौँ, हामी अर्को स्टेटमा छैनौँ, तर दुलै भइसकेको बादमा पहिलोचोटि उहाँले करार पनि गाँच्नुभयो अनि उहाँले औँठी पनि आदान प्रदान गर्नुभयो। उहाँले त्रिएक परमेश्वरको अगाडि गएर प्रतिज्ञा पनि गर्नुभयो। अब म यो समय आग्रह गर्न चाहन्छु, यो समयमा आग्रह गर्न चाहन्छु आफ्नो दुलै आफ्नो श्रीमतीको दुलै भइसकेको यो समयमा पहिलोचोटि आफ्नो दुलैको घुम्टो उघारेर हाम्रो कर्म भाइले आफ्नो दुलैको घुम्टो उघारेर पहिलोचोटि दुलैको मुहारलाई हेर्न गइरहेका छन्। आउनुहोस् हामी सबै आफ्नो पाउमा उभियौँ
र यो समय हामी उहाँले यो घुमको उगार्दै गर्दाखेरि ठुलो ताली बजाएर हामी दुवैजनाले हात समाति दिनुहोस् अनि हामी म आग्रह गर्न चाहन्छु हाम्रो पास्टर दधिराम अनि एलथर्क अगाडि आइदिनुहोस् र हामी उहाँहरूको लागि प्रार्थना गरिदिनेछौँ। अनि अरू कोही मण्डलीबाट तपाईँहरू अगुवा पास्टरहरू आउनु भएको छ? कोही पनि हुनुहुन्छ? तपाईँहरू कोही पनि हुनुहुन्छ? कोही पनि हुनुहुन्छ? कोही पनि हुनुहुन्छ होला? कोही आउनु भएको छैन भने हाम्रो मण्डलीको अगुवालाई म अगाडि बोलाउन चाहन्छु। पास्टर दधिराम र एलथर्क अगाडि आउनुहुनेछ अनि उहाँहरूलाई हामी विशेष गरेर आशिषको प्रार्थना गर्न गइरहेका छौँ। जसरी तपाईँले आदम र हावालाई जोड्नु भयो, जसरी अब्राहम र सारालाई जोड्नु भयो, जसरी परमेश्वर तपाईँले यीशु ख्रीष्ट हाम्रो दुल्हा र हामी मानिस दुलै उहाँको बलिदानको कारणले गर्दा हामी जोडिएका छौँ, त्यसरी नै आज यिनीहरू जोडिएका छन्। हामी आशिष बोल्दछौँ। प्रभु यिनीहरू बाहिर जाँदा भित्र आउँदा आशिषको कारण हुनेछ, मण्डलीको लागि आशिष हुनेछ, परिवारको लागि आशिष हुनेछ। परमेश्वर हामी यीशुको नाममा तपाईँबाटको स्वर्गीय आशिषलाई बोल्न चाहँदछौँ। कुनै यो जाइदिन सक्नुहुनेछ र त्योभन्दा अगाडि म एउटा घोषणा गर्न चाहन्छु। हामीले उहाँलाई आशिषको प्रार्थना बसिदिनुहोस् र म घोषणा गर्न चाहँदछु। आजदेखि आधा अगस्त महिनाको 16 तारिक 2025 को दिन म प्रभुको दास भएको कारणले र मण्डली र आफ्नो सामु कर्म गुरुङ र सञ्जिता प्रधान पति पत्नी भएको घोषणा गर्दछु। ठुलो ताली बजाएर हामी प्रभुलाई धन्यवाद दिन्छौँ। आमेन। र यो समय जब हामी विवाह गर्छौँ, विवाहमा हामी समाजको लागि मात्रै साक्षी नभएर हामी कानुनी तौरमा पनि साक्षी हुनका लागि हामीले पेन्सिल्भेनियाको सरकारमा पनि विवाहलाई दर्ता गराउनका लागि र मण्डलीले दिने सर्टिफिकेट र दर्ताको लागि हामी अगाडि बढ्न चाहँदछौँ। र मेरो आग्रह छ यो समय म साक्षीको लागि दुलैको पट्टिबाट 2 जना र दुलाको पट्टिबाट 2 जना म अगाडि बोलाउन चाहन्छु। केक र क्यान्डलको लागि तपाईँले यहाँ सेटअप गर्दै गर्नुहोस् न ल, सेटअप गर्दै गर्नुहोस् सो द्याट वी क्यान सेट टाइम। र यो समय म दुल्हाको परिवारलाई अङ्कल र उहाँ दुल्हाको दिदीलाई अगाडि बोलाउन चाहँदछु। उहाँले आएर आजको विवाहको साक्षी भइकन उहाँहरू दुवैजनाले हस्ताक्षर गर्नुहुनेछ। अङ्कल र दिदी, बाबा र दिदी आइकन उहाँले साइन गर्नुहुनेछ। उहाँको दिदीले साइन गर्न गइरहनु भएको छ ल। हुन्छ, यो समय अनि म प्रभुको दास र आजको विवाहलाई सञ्चालन गरेको कारणले गर्दाखेरि यो साइन गर्न गइरहेको छु। अलिकति अगाडि आउनुहुनेछ र हामी उहाँहरू दुवैजनालाई यो सर्टिफिकेट दिन चाहन्छौँ। र यो मण्डलीले दिने सर्टिफिकेट हो उहाँहरू दुवैजनालाई। र यो चाहिँ सरकारी पेपर हो जहाँद्वारा उहाँहरूको प्रमाणको लागि हो यो। र यो म यही नै दिन चाहन्छु। र अरू रहेको पेपरहरू चाहिँ यो हामीसँगै रहनेछ, हाम्रो मण्डलीको रेकर्डको लागि रहनेछ। र यो समय हामी क्यान्डलको लागि जानेछौँ। उहाँहरूले
आजको दिनमा उहाँले नयाँ सुरुवात गर्दै हुनुहुन्छ। विवाह भइसकेको बादमा नयाँ सुरुवात गर्दै हुनुहुन्छ अनि अब उहाँहरू चाहिँ दुई होइनन् अनि बाइबलले भन्दा छ उहाँहरू एक हुनुहुँदैछ। म आग्रह गर्न चाहन्छु दुवैजना हामी फेरि ब्याक आउनेछौँ। दुवैजनालाई केक र क्यान्डलको लागि यहाँ आइदिनु हुन म अनुरोध गर्न चाहदछु। हालेलुया। र यो समय म केही कर्म र सञ्जिताको लागि वचनलाई घोषणा गर्न चाहदछु। अनि आज जतिजना पनि तपाईँहरू आउनु भएको छ हामी तपाईँलाई यो कुरा बताउन चाहदछौँ। परमेश्वरले आदमलाई बनाउनु भयो अनि परमेश्वरले आदमलाई हावा उसको श्रीमती पनि दिनुभयो। तर आदमले पाप गरे, परमेश्वरभन्दा टाढा गएका थिए अनि मानिसले आफ्नो धर्म कर्मले सृष्टिकर्तासँग जोडिने धेरै ठुलो ट्राई गर्यो। तर मानिसको कुनै पनि कुरोले परमेश्वरसँग कुनै कुरोले पनि जोड्न सकेन। अनि बाइबलले भन्दछ आजभन्दा 2025 वर्ष अगाडि यीशु ख्रीष्ट मानिस जातिको पापको लागि उहाँ परमेश्वरको पुत्र भएर पनि उहाँ आउन भएको छ। म आग्रह गर्न चाहदछु कर्म भाइ र सञ्जिता बहिनीलाई परमेश्वरबाट बुद्धि माग्नुहोस्। यो परिवारलाई कसरी बिल्डअप गर्न पर्ने बुद्धि माग्नुहोस्। Seek the godly wisdom because the Bible says the wisdom builds the family. है विस्डमले चाहिँ परिवारलाई निर्माण गर्दछ। कोही बेला परिवारमा बुढा चाहिँ बोस हुन खोज्दछ अनि बुढी पनि बोस हुन खोज्दछ। तर बाइबलको स्ट्रक्चर कस्तो छ भने नि श्रीमान चाहिँ परमेश्वरले एउटा शिरको रूपमा दिनुभएको भने बाइबलले भन्दछ कि श्रीमतीले चाहिँ श्रीमानलाई आदर गर्न पर्ने। हामी अलिकति हतारमा छौँ। म दुवैजनालाई आग्रह गर्न चाहन्छु उहाँहरू उठिदिनु हुनेछ अनि तपाईँहरू यहीँ नै बसिदिनुहोस् है। उहाँहरू जानुहुनेछ अनि हाम्रो कोही अगाडि आइदिँदै गर्दाखेरि हुँदछ उहाँहरूले हामीलाई केही गानाहरूद्वारा अगुवाई गर्नुहुनेछ। हामी दुवैजनालाई पहिला हामी प्रार्थना गरेर यहाँबाट पठाउनेछ अनि उहाँहरू ड्रेस चेन्ज गरेर आउनुहुनेछ अनि हामी रिसेप्सनको केही डान्सहरू केही सङहरू र दुलादुलैको पनि यस द्याट इज द इम्पोर्टेन्ट दुलादुलैको डान्स पनि रहेको छ र अहिले ती दुवैजनालाई एकैसाथ जोड्न भएको छ। प्रभु यो जोडीमा तपाईँको आशीर्वाद हामीले बोलेका छौँ। हामी रिसेप्सनमा जानुभन्दा अगाडि यो विवाहको करारलाई हामी सिद्धिएको घोषणा गर्दछौँ। उहाँहरूको यो दाम्पत्य जीवनमा तपाईँको आशिषलाई हामी बोल्दछौँ। येशू प्रभुको नाममा आमेन। उहाँहरू बिस्तारै
अब हामी Hello, again, can I have everyone's attention, please? Okay, so both the bride and groom can't see each other, and I'll ask them a few questions, and they'll pick up the shoe of who they think fits the question the best. If the groom fits the answer, they'll pick up the groom shoe. If it's the bride, they'll pick up the bride shoe. Okay, first question. Who's the better cook? Alright, second question. Who's the better driver? Who spends more money? Fourth question. Who said I like you first? And fifth and last question. Who's the boss in the relationship? Okay, those are the 5 questions for the shoe game. And for the second game, I'm going to ask them, you think the first one is the lie? That she participated in a language marathon? You're locking it in? That's the truth. Alright, one more chance. She either went to Kappa school or she's never cried at a wedding before today. You think she's never cried at a wedding before today? You think that's a truth or a lie? That's the lie. So they both got the first one wrong, and in the second chance they got it right. Okay. Those are the 2 games. Alright, thank you. कमन मण्डली हामी सबैलाई ठुलो ताली बजाएर धन्यवाद दिनेछौँ र I would like to request all the bride and groom, you can go in the stage. दुला दुलैलाई भेटेर फोटो खिच्न सक्नुहुनेछ, गिफ्टहरू दिन सक्नुहुनेछ.